दर्शकबिन नमस्कार, म यति बेला तुलसीपुरमा छु। मेरो पछाडि तपाईँ देख्न सक्नुहुन्छ आन्तरिक राजस्व कार्यालय छ। केही समय अगाडि जेन्जी आन्दोलनमा तुलसीपुरमा रहेको यो कर कार्यालय पनि जल्न पुग्यो, बच्न सकेन। यो पनि त्यसमा भएका सम्पूर्ण फाइलहरू सबै जलेर ध्वस्त भए र त्यो पछाडि केही समयको लागि तुलसीपुरमा रहेको उद्योग वाणिज्य सङ्घको त्यहाँ सभाबाट त्यो भित्रबाट सेवा दिइराखेको थियो र अहिले भने भर्खरै यो तुलसीपुरमा रहेको कालिका मन्दिर अगाडि छ। यो कालिका मन्दिरको यो जग्गा हो, धर्मशाला हो। यो जग्गा यो धर्मशालाबाट अब काम सुरु हुँदैछ, आजबाट सुरु भएको छ र अबदेखि तपाईँ सबै यहीँबाट सुरु हुनेछ। कतिको सहज छ के छ भनेर हामी थोरै रिपोर्टिङ गरेका छौँ। जस्ताको तस्तै भिडियो आउँदैछ, हेरेर प्रतिक्रिया दिन भने नबिर्सनु होला। सेवा पाउने तुलसीपुरको उत्तरतिर थियो भने अब दक्षिणतिर, मेन बजारको दक्षिणतिर आएको छ। यो जेन्जी आन्दोलनले कर कार्यालय राजस्व कार्यालयले मात्र दुःख पाएन कि आम जनताले दुःख पाए। यो यहाँको राजस्व कार्यालय पुरानो राप्ती अञ्चलभरिको थियो। पाहाडबाट आउने मान्छेहरूलाई पनि साह्रै अप्ठ्यारो भइरहेको छ। एउटा आन्दोलनको नाउँमा सरकारी अफिस जगाउनाले जनताले ठुलो समस्या थियो। अब आजदेखि यो मन्दिरको धर्मशालामा सरेको छ। यसले अब केही सहज हुन्छ कि जस्तो लाग्छ। आजै सरेको हुनाले त्यति व्यवस्थित छैन। अब त्यही पनि प्रस्तुतता काम त भयो, सम्पन्न भयो होइन, तर अलिकति सर्वसाधारणलाई अलमल लिनलाई जस्तो नै छ। अलमल लिन्छ सबै पढे लेखेको सबै जान्नु हुँदैनन् होइन, तिनीहरूको लागि अलिकति समस्या छ। अब यो पानी पर्ला बिस्तारै। अब आफ्नो कार्यालय जस्तो आफ्नो ठाउँबाट सेवा दिए जस्तो त त्यो छैन पक्कै पनि होइन, केही असहजता भइहाल्छ। पुरानो अफिसमा गएको छ। हामी यति बेला यो पुरानो आन्तरिक राजस्व कर कार्यालयमा छु। म यहाँदेखि पहिले सहजै रूपमा आम नागरिकले सेवा लिइरहेका थिए। यति बेला यो जेन्जी आन्दोलनले गर्दा पुरै ध्वस्त छ, केही पनि बाँकी छैन। भित्र रहेका संरचनाहरू सामानहरू पुरै ध्वस्त भएका छन् र अहिले भने यहाँदेखि यही तुलसीपुरमा रहेको कालिका मन्दिरको जग्गामा बनेको धर्मशाला छ, त्यहाँदेखि सेवा दिइराखेको छ। आजबाट हामीलाई त्यहाँको सम्पूर्ण जानकारी डेली पनि दिनेछौँ एकछिनमा तपाईँहरूलाई। र पुरानो भनेको यही हो, यो भाडामा थिएन, आफ्नैमा थियो, भाडा पनि तिर्नु परेको थिएन। तर यति बेला भने मासिक 75,000 रुपियाँ भाडा तिरेर त्यहाँदेखि सुचारू भइराखेको छ भन्ने कुरा हामीले जानकारी पाएका छौँ। पुरानो भनेको यही हो, यति बेला भने यो पुरै ध्वस्त छ। यो 24 गतेको जुन आन्दोलन थियो त्यसले हाम्रो तुलसीपुर महानगरपालिका वार्ड नम्बर 5 अरण्यको मैदान नजिक भएको कार्यालयका भवनहरू आगजनी तोडफोड भएर चाहिँ तत्काल त्यहाँबाट सेवा प्रवाह गर्न सक्ने अवस्था नभएको कारणले गर्दाखेरिमा हामीले तुलसीपुर उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको स्पेसबाट तपाईँको यो असोजको 6 गतेबाटै सेवा प्रवाह गर्दै आएका थियौँ र ती हाम्रो संरचनाहरू मर्मत हुने अथवा नयाँ भवन बनाउनको लागि चाहिँ अलिकति लामो समय लाग्ने भावनाले त्यसको थायी व्यवस्थापन गरौँ भनेर हामीले त्रिसिद्धेश्वरी मन्दिर, कालिका मन्दिर पनि भनिन्छ, यसको भवनलाई चाहिँ धर्मशाला भवनलाई हामीले भाडामा लिएको छौँ र यो धर्मशालाको प्रयोजनको लागि, मान्छेहरू बसाउने प्रयोजनको लागि बनाएको भवन हो। यसलाई हामीले कार्यालयको लेआउटमा बदलेका छौँ। त्यो कारणले गर्दाखेरिमा आफ्नै भवन भएको जस्तो सजिलो त नहोला, तर पनि अब अलिकति यो फराकिलो ठाउँ नै छ। तपाईँहरू आफैले पनि देख्नुभयो होला, स्पेसहरू यताउता भएको कारणले गर्दाखेरिमा सेवा प्रवाह गर्नलाई अलि सहज होला भन्ने चाहिँ हाम्रो अपेक्षा रहेको छ। त्यो अनुसारको सुधारको कामहरू हामीले गरिरहेका छौँ।
यसको मासिक भाडा चाहिँ हामीले सार्वजनिक खरिदेन अनुसारको प्रक्रिया अपनाएर गर्दाखेरि नै यो 75,000 प्रति महिना करसहित 75,000 रुपियाँ चाहिँ कायम भएको छ। हामीसँग यहाँ 23वटा कोठाहरू छ। तत्कालको लागि हाम्रो सीमित स्रोत साधन भएको कारणले 15वटा कोठाहरूलाई चाहिँ कार्यालयको रूपमा विकास गरिसकेका छौँ हामीले। बाँकी कोठाहरूलाई स्टोर लगायतको प्रयोजनको लागि चाहिँ तयार गरेका भइरहेछ।